हेलो, आज चाहिँ म दिनभरि के गरेँ भनेर देखाउँछु। सबभन्दा पहिले हामी लन्च गर्न गयौँ अथवा ब्रेकफास्ट, ब्रन्च जे भने पनि हामीले एकैचोटि खाने हो। अनि हाम्रो अर्गनाइजेसन भिजिट कन्टिन्यू भएको हुनाले फर्स्टमा हामी इपिक नेपाल गयौँ अनि बाटोमा कति धेरै क्युट बेकरीहरू रहेछ। अनि त्यो पछि हामी हेल्थ अफिस गयौँ। हेल्थ अफिसमा आफूलाई चाहिने इन्फर्मेसनहरू लिएर फेरि हामी जन्त्र नेपालतिर लाग्यौँ। त्यहाँ पनि हामीलाई सरले सानो ओरिएन्टेसन दिनुभयो, एकदमै इन्फर्मेटिभ थियो। अनि त्यसपछि हामी बाटोमा यताउता पसल हिँड्दै फर्क्यौँ। बाटोमा मैले यो क्युट फुलवाला पसल देखेको थिएँ, प्लिज मलाई बुके किनिदेऊ। अनि त्यही नजिक अर्को बेस्ट फोर भन्ने एउटा क्युट सामानहरू पाउने पसल थियो, त्यहाँ चाहिँ मैले बोतल किनेँ। किनभने मलाई बोतल जति किने पनि पुग्दैन, तर क्युट हुनु पर्यो। अनि मैले यो अर्को क्लिप पनि किनेँ। थ्याङ्क यू यो बोतल र क्लिप स्पोन्सर गर्ने मान्छेलाई। अनि त्यो पछि हामी हाम्रो उपमहानगरपालिका एकछिन पुगेर त्यहाँ काम गरेर अलि रुमतिर गयौँ। अनि मलाई नयाँ बोतल किनेको दिन चाहिँ कति धेरै तिर्खा लाग्छ। अनि त्यो पछि म डिनर गर्न गएँ। फर्किँदा त लाइट गएछ अनि क्यान्डल लिएर जाँदा फेरि लाइट आयो अनि रुममा एकछिन काम गरेर सुतेँ।